हजुरहरूलाई मटनको रेसिपी दिन्छु है त। मटन बनाउन जाँदैछु आज। चिसो चिसो मौसम छ, मटन खाइदिउँ न त भनेर है। प्याज दुईवटा लिँदैछु, प्याज काट्छु है। प्याज काटेर रेडी भयो। दुईवटा अदुवा लसुनलाई केलाएर रेडी गर्छु। लसुन रेडी भयो, मैले केलाएर पनि अब यसको पेस्ट बनाउन लाग्छु। पेस्ट पनि रेडी भयो। अब मैले यतातिर भाँडा बसालेँ। अब म तेल हाल्छु है त। तेल पनि तात्यो, मैले थोरै मेथी हाल्नु, जिरा हाल्नु, खोर्सानी हाल्नु, थोरै प्याज मजाले भुटेर यस्तो भएको छ होइन। अब मसलाहरू सबै लाग्दै गर्छ। एकछिन सानो ग्यास बनाएर लाई छोपेर एकछिन पाक्ने गर्छु म। लाई रेडी मैले दुईवटा गोलबेडा पखालेर अब यसलाई त्यसमा हाल्छु म गोलबेडा। यसमा मैले थोरै गरम मसलाको धोलेर अनि थोरै अदुवा लसुनको पेस्ट हाल्छु। अब यसलाई सबै चलाएर एकछिन फेरि सानो लोमा छोपेर पकाउँछु। मजाले चलाइसकेँ मैले त्यो पेस्टहरू हालेर। अब यसलाई एकछिन छोपेर सानो लोमा राखेर होइन, अनि त्यसपछि एकछिनमा खोलेर गोलबेडा हाल्छु। त्यो मसलाहरू राम्रोसँग पाकेछ, यस्तो भयो होइन मेरो चाहिँ। अब यसलाई म थोरै गोलबेडा हालेर मजाले चलाउँछु। चलाएर एकछिन राखेर अनि पानी हाल्नुपर्छ। हल्का पानी हालेर अब अहिले सिटी बनाउनलाई रेडी गर्छु। सिटी लगाउन रेडी गरेँ। अब 10 सिटी जति लगाएपछि पाक्छ अनि म हजुरहरूलाई देखाउँछु कस्तो भयो भनेर। सबसे यस्तो भयो गाइस होइन, तातो पाकिसकेको छ है। एकदम मिठो छ होला, हेर्दा एकदम मिठो छ जस्तो देखेको छ।
पाकिसकेछ हो। अब एउटा खाएर टेस्ट गरेर हजुरहरूलाई भन्छु है। एकदम मिठो भएको छ, हजुरहरू पनि बनाएर खानुहोला। मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। मिठो भएको छ, आज जाडो भएर बनाएको। हजुरहरू पनि यस्तै बनाएर खानुहोला। बाई।